फाइनल्ली खाजा बनाएर भ्याएर सबै ठिक्क पारेर अब म चाहिँ तलको खोलाको खेतमा खाजा लगिदिएर जाँदैछु केटाराहरूलाई। आधी बाटोमा त आएँ तर यो के हो यो बाटो खाडा जाने यो यस्तो सामान बोकेर हालत यस्तो छ मेरो कपडाको हालत। के भरे अझ यत्रो जङ्गल छ यो जङ्गलको बाटोमा कसरी जानु। अब यिनी डल्ने किरा कुरा कति धेरै हुन् के। त्यहाँ हुनुहुँदो रहेछ ए नपुग्ने हो त्यहाँ अब नपुग्ने यहाँबाट काटेर उहाँ पुगिसक्नु भएछ। म चाहिँ खाजा बनाउने मान्छेको हालत यस्तो छ है। ल गाइस फाइनल त्यो ठाउँमा आइपुगेँ। यता काटेर भ्याएर त्यहाँ काटेर भ्याएर यता भ्याएर तल धान काट्ने कार्यक्रम। कसरी पो भोर्नी हो यो बत्तललाई यति भयो यसलाई भोर्नी गराउनु पर्यो। अब यसलाई यस्तो गराएर यस्तरी फाइनल्ली बत्तल भरेर फाइनल्ली जत्रो बाटो जङ्गलको बाटो हिँडेर बल्ल बल्ल उहाँ पुगेँ। अनि पुगेपछि फेरि उहाँ गएर अब त खाजा खान दिनु पऱ्यो। अनि खाजा बाँड्दै पानी खोलामा गएर भरेर ल्याएर अब खाजा चाहिँ सबैलाई बाँड्दै हुनुहुन्छ। मैले पनि चाहिँ सहयोग गरेको थिएँ। चाउचाउ बनाएको थिएँ रोटी र चाउचाउ खाने भनेर चाउचाउ त फुलेर के कस्तो अर्कै भइरहेको थियो। अनि खाजा बाँडेर खाजा खान दिएर अनि फेरि म चाहिँ फेरि घर चाहिँ फर्केँ। यहाँ धान काटेर भ्याएर अर्को ठाउँमा जानु लाउन धान काट्न।